and welcome back to my new video. It's me Dharmendra Shah from Ganpokra Health Post. आजको भिडियो अलि स्पेशल नै रहेछ फार्म्स V2 युजरको लागि। आजको भिडियोमा मैले अब यो कहिलेकाहीँ त्यो माग फार्म गर्दा दाखिला गर्दा अरु कुनै ट्रान्ज्याक्सन गर्दाखेरि यो 500 HTTP एरर भनेर फेलियर भनेर देखाउने गर्छ। त्यो चाहिँ किन देखाउँछ, त्यसलाई कसरी हामीले मिलाउने त्यो देखाउन गइरहेछु यो भिडियोमा खास आज मैले। त्यसको लागि मैले फर्स्टमा फार्म्स V2 लगइन गर्नुपर्ने हुन्छ। फार्म्स V2 लगइन गरिसकेपछि मानौँ कि मैले एउटा एक्जाम्पल दिन लागेको छु तपाईहरुलाई। अब त्यो किन देखाउँछ त्यस्तो एरर भनेर। जस्तै मैले एउटा माग फार्म बनाएको छु है, जस्ट एक्जाम्पल। एउटा माग फार्म मैले अहिले बनाउँदै छु। माग गरिएको मैले स्थानीय तल सिलेक्ट गरे, त्यसपछि जिल्ला लमजुङ, माग गरेको कार्यालय मर्स्याङ्दी, माग गरेको स्टोरलाई मैले सिलेक्ट गरे। त्यस औषधिको नाममा मैले मागम रानिटिडिन मागे है। रानिटिडिन 150 mg मागे, स्पेसिफिकेसन लेखेर परिणाम 10 ट्याब्लेट गरेर मैले प्लस गर्दै है। ल यदि प्लस गरिसके त्यसपछि अब यसको अगाडिको स्टेप के हुन्छ कि त हामीले यसलाई सेभ गर्नुपर्ने हुन्छ, फरवर्ड गर्नुपर्ने हुन्छ कि त डिलिट गर्नुपर्ने हुन्छ है। तर यसलाई हामीले यतिको ट्रान्ज्याक्सन गरेर यसलाई न सेभ गरि न डिलिट गरेर क्लोज गर्दै है मैले एक्जाम्पलको लागि। अब यति गरिसकेपछि क्लोज भइसकेपछि यो चाहिँ यहाँ आइसकेको छ, यो डाटा चाहिँ यहाँ देखाइसकेको छ माग फार्म नम्बर 0। किनभने 0 किन देखाएको छ, किनभने यसमा अहिलेसम्म हामीले त्यस्तो अगाडिको प्रोसेस केही गरेको छैन, न कम्प्लिट गरेको छौं, न फरवर्ड गरेको छौं भनेर त्यही भएर 0 देखायो के। अब हामीले जसरी यहाँ देखाइरहेको छ, अब हामीले यदि कुनै माग फार्म बनाउनु पर्यो भने या त्यस्तो माग गर्नु पर्यो भने त्यस्तो एरर देखाउँछ। जस्तै मैले त्यसलाई अहिले राखेर अर्को माग फार्म यहाँ गर्दै छु मैले। र मैले अरु कुनै औषधि मागे, प्यारासिटामोल मैले मागे, परिणाम मैले 10 मागे, अनि त्यसपछि प्लस गरेपछि यहाँ देखायो है 500 HTTP फेलियर रेस्पोन्स भनेर देखायो। किन देखायो, किनभने अघि जुन मैले यहाँ डाटा एन्ट्री चाहिँ गरे बस त्यसको कम्प्लिट चाहिँ गरेको छैन, त्यसलाई त्यतिकै होल्डमा छोड्दैछ, क्लोज गरेर त्यतिकै होल्डमा छोड्दैछ, त्यही भएर त्यो HTTP एरर देखायो। अब त्यो HTTP एरर हटाउनलाई के गर्नुपर्ने हुन्छ, फर्स्ट हामीले पहिला जुन माग फार्म सुरुमा बनाउन लागेको थियो इनकम्प्लिटलाई कि त एडिट गरेर कम्प्लिट गर्नुपर्ने हुन्छ कि त डिलिट गर्नुपर्ने हुन्छ। दुईटा तरिका हो। अब एडिट गरेर त्यसलाई अगाडिको फरवर्ड गरेर अगाडिको प्रोसेसमा लानुपर्ने हुन्छ कि त यसलाई डिलिट गर्यो भने डिलिट गरेपछि यो एउटा जान्छ, त्यसपछि हामीले अर्को माग फार्म बनाउन मिल्छ। अब मैले अर्को एउटा माग फार्म बनाएर देखाइरहेछु तपाईहरुलाई। यो कन्डिसन माग फार्ममा मात्र हैन, अरुमा पनि माग फार्म गर्दा दाखिला गर्दाखेरि अरु त्यस्तोको ट्रान्ज्याक्सन गर्दा पनि देखिन सक्छ। कारण त्यही हो कि अब त्यहाँ केही एउटा पनि त्यस्तो इनकम्प्लिट भएको त्यस्तो ट्रान्ज्याक्सनहरु छ भने मात्र देखाउँछ है। यति गरेपछि मैले प्लस गरेपछि आइटम एडेड सक्सेसफुली भइसक्यो। त्यसपछि हामी अगाडिको प्रोसेस जान सक्छौं है। अब खास कारण यही हो देखाउनु पर्ने, किन देखाउँछ भनेर यहाँ फेरि मैले क्लोज गरिसकिसक्यो। अब यसलाई यदि मैले त्यतिकै छोड्यो भने अर्को पटक मैले माग गर्दाखेरि त्यही सेम HTTP फेलियर भनेर देखाउँछ, त्यही भएर म यसलाई अहिले डिलिट गरे है। अब यतिको भइसकेपछि हाम्रो यहाँ अब त्यस्तो इनकम्प्लिट ट्रान्ज्याक्सन त्यस्तो केही छैन, त्यही भएर हामीले अब अगाडिको प्रोसेसमा माग गर्न मिल्छ सजिलो तरिकाले। त्यसै यो मात्र माग फार्ममा मात्र नभएर अन्य मौजात प्रविष्टि, खरिद आदेश, दाखिला त्यस्तो कुनैमा पनि हामीले यदि इनकम्प्लिट गरेर क्लोज गरेका छौं भनेर या ट्याब क्लोज गरे या त्यस्तो बत्ती गएर केही समस्या परेर त्यस्तो यदि इनकम्प्लिट नै छोडेका छौं भनेर त्यस्तो समस्या आउन सक्छ है। त्यही भएर कुनै पनि ट्रान्ज्याक्सनलाई इनकम्प्लिट नछोड्नु, कि त त्यसलाई अगाडिको प्रोसेसमा लगेर फरवर्ड गर्नु कि त डिलिट गर्नु, अनि मात्र त्यसमा HTTP फेलियर देखाउँदैन है। थ्यांक यू सो मच गाइज।